आज हो हाम्रो सोल्डर डे। सोल्डर पनि बवाल देखिरहेको छ। आज हो मेरो डे 3। बिहानै उठेर फ्रेस भएर एक कप दुधको साथमा एक स्यान्डविच लिए, मेरो फर्स्ट मिल। त्यसपछि म लागेँ जिमतिर। आज सोल्डर डे, सो राम्रोसँग स्ट्रेचिङहरू गरेँ। फर्स्टमा मैले गरेँ डम्बेल सोल्डर प्रेस, एकदम कन्ट्रोल मुभमेन्टमा। सेकेन्डमा मैले गरेँ डम्बेल साइड रेजेस। थर्डमा बेन्ट ल्याटरल रेज। ट्र्याप्सको लागि मैले फोर्थमा गरेँ डम्बेल स्ट्रक्स। फिफ्थमा अपराइट रो। 6 नम्बरमा सिङ्गल आर्म केबल ल्याटरल रेजेस। रियल डेल्टको लागि मैले गरेँ फेस पुल। लास्टली आई फिनिश टुडेज वर्कआउट विथ रिभर्स पेक डेक्ट फ्लाइ। आफ्टर फिनिसिङ वर्कआउट ऐनामा हेर्दै आई मोटिभेटेड माइ सेल्फ बाई थिङ्किङ बिलिभ इन योर सेल्फ एन्ड अल द्याट यु आर। यो हो डे 3 को पिक्चर। त्यसपछि मेरो सेकेन्ड मिल ओट्स, ड्राई फ्रुट्स, मिल्क र बनाना सेक मिक्स गरेर खाएँ। त्यसपछिको आफ्नो पर्सनल काम सकेर साँझमा स्यालेड, फापरको रोटी र मैले बनाएको भिडियो तपाईँलाई कस्तो लाग्दैछ? इफ यु हेभ सजेसन देन प्लिज कमेन्ट डाउन। सी यु गाइज, बाइ बाइ, टेक केयर। फलो गर्न चाहिँ नबिर्सिनु होला। बाइ बाइ।